नेपाली कला क्षेत्रमा उदाउँदै गरेको एउटा नाम हो निशा घिमिरे। ललितपुर जिल्लामा जन्मिएकी उनी उमेरले भर्खरै मात्र 23 वर्ष पुगे। कुनै बेला भर्खरै मात्र आफ्नो लक्ष्य प्राप्तिको लागि अगाडि बढिरहेकी चमकधमकले भरिएको उनको जीवन अहिले बेसहारा र अशक्त भएको छ। उनको पहिले र अहिलेको अवस्थालाई हेर्दा कसको मन नरोला र। निशाको सानैदेखिको सपना नै मोडलिङ क्षेत्रबाट आफूलाई चिनाउनु थियो। झन्डै 6 वर्ष अगाडिदेखि कला क्षेत्रमा उनले पाइला चालिन्। नायिका बन्ने आफ्नो सपनालाई साकार गर्नलाई पाइला चाल्ने क्रममा निकै बाधा अड्चनहरू पनि खेप्न पर्यो उनले। हिरोइन बनाइदिन्छु भन्दै इमोसनल ब्ल्याकमेलहरू पनि खेप्न पर्थ्यो। जति नै दुःख र कष्ट आए पनि उनको लागि आफ्नो सपना पुरा गर्ने एउटा व्यग्र चाहना थियो। यसै क्रममा उनको अभिनयले केही हदसम्म दर्शकको मन जित्न सफल पनि भएकै थियो। उनको नाम र कलाले गर्दा छुट्टै स्थान पाउन थालिसकेको थियो। यसै क्रममा आफ्नो कलालाई अझै मजबुत बनाउनकै लागि र दर्शक श्रोतामाझ राम्रो कलाकारिता देखाउने उद्देश्यका साथ अभिनय सिक्न उनी भारततर्फ लागिन्। सानैदेखिको सपना साकार पार्ने उद्देश्य लिएर गएको निशाको सपना गएको 2 महिनामै चकनाचुर भयो। अनि त्यही दिन सकियो उनको जीवनको अनगिन्ती सपनाहरू। चमक्क चम्केको अनुहार, चट्ट मिलेको शरीर, हँसिलो अनुहार आज निकै डरलाग्दो स्वरूपमा परिवर्तन भएको छ। उमेरले भर्खरै मात्र 23 वर्ष पुगेकी उनी अहिले 80-90 वर्षको वृद्ध शरीर जस्तो देखिएको छ। चमकताले भरिपूर्ण उनको शरीर अहिले हेर्दै डरलाग्दो भएको छ। जिन्दगी सुन्दर छ तर सजिलो छैन भन्दै उनले 2018 नोभेम्बर 25 तारिकमा अन्तिम स्ट्याटस राखेकी थिइन्। 3 वर्ष अगाडि अभिनय कोर्स पढ्नकै लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भीर घाइते हुन पुगिन्। सपना चकनाचुर त भयो नै तर उनको जीवन नै तहस नहस बन्न पुग्यो। घटना लगतै निशाको उपचार भारतमा भइरहेको थियो तर उनको परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण भारतमा उपचार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो। काठमाडौँको ट्रमा सेन्टरमा 3 महिना उपचार भएपछि उनको अवस्था सुधार हुन सकेन। यसपछि डाक्टरहरूको सल्लाह अनुसार नै उनको विभिन्न थेरापी सेन्टरहरूमा थेरापी पनि चलिरहेको थियो। एकातिर आर्थिक अवस्था कमजोर हुनु र अर्कोतिर कोरोना संक्रमण बढ्नु उनको परिवारले उनलाई घरमै ल्यायो। अर्धचेत अवस्थामा घरमै रहेकी निशाको शरीर सुक्दै गएको थियो। उनै निशाको सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उपचार सुरु गरिएको छ। नर्भिक अस्पतालकी प्रबन्धक निर्देशक मेघा चौधरीले उनको उद्धारमा पहल गरेकी हुन्। निशाको नसामा समस्या देखिएको डाक्टरहरूले बताएका छन्। उनको अवस्थामा धेरै सुधार हुने अपेक्षा पनि गरिएको छ। निशाले 1 भोजपुरी चलचित्र, केही नेपाली सिरियल र 3 दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय पनि गरेकी छिन्। 3 वर्ष अघिसम्म निकै नै व्यस्त मोडेल यति बेला निकै नै भयावह अवस्थामा छ। उनको उपचारकै क्रममा लाखौं रकम सकिसकेकोले उनको परिवारको आर्थिक स्थिति पनि निकै नाजुक बन्दै गइरहेको छ। यो भिडियो हेरेर यहाँलाई पनि सहयोग गर्न मन लागेमा उनको बुबा प्रेम प्रसाद घिमिरेलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। यहाँलाई यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिनुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन पनि दबाउन नभुल्नुहोला।